सबैमा नमस्कार प्रणाम। आफ्नो जीवनमा साथ दिने कोही छ भनेर मक्ख नपर्नुस्, घमण्ड नगर्नुस्। मरेपछि पनि आफ्नै भन्नेहरूले नै लास छोएको भनेर सुनपानी छर्किने गर्छन्। हत्केलाका रेखाहरूभन्दा अगाडि औँलाहरू हुन्छन्। बिना मेहनत, बिना नङ्ग्रा नखियाइकन भाग्यले कसैलाई साथ दिँदैन। विभिन्न उपहार दिनु साँचो माया होइन। साँचो माया त त्यो हो जसलाई महत्त्वको साथ महत्त्वपूर्ण समय दिनुहुन्छ। थोरै थोरै खुसी अनि ससाना कुराहरू बटुलेर जिउने गर्नुहोस्। रुख चढाएर फेद काट्नेहरू धेरै छन् हाम्रो समाजमा। खाना पनि चाहिने भन्दा बढी नपस्किनुस्। धेरै पस्कियो भने खेर जान्छ। हो, त्यसै गरी कसैलाई धेरै माया, सद्भाव र विश्वास चाहिने भन्दा बढी गर्नुभयो भने मान्छेहरू हेप्न खोज्छन्। कोही कसैसँग पनि चाहिने भन्दा बढी नरम नहुनुस्, धेरै नझुक्नुस्, किनकि तपाईँले आफ्नो गर्दन काटेर दिए पनि बाङ्गो काटेर दिइस् भन्ने समाज हो यो। हस्, शुभ दिन। जहाँ हुनुहुन्छ स्वस्थ, व्यस्त र मस्त रहनुहोला।